हेलो नमस्ते तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ हामी अब नर्थ एबिसी जान लागेको। अब मेरो साथी उज्जवल चाहिँ तल आइसक्यो। अब सामानहरु नि ब्याकप्याकहरु नि सब भ्याइसक्यो। यहाँनिर छ सब रेडी गरेर राखेको। अब हामी जान्छौं यस्तै 6:30 बजेदेखि चाहिँ गाडी आउँछ कलंकीमा। अब साथीकोमा गएर एकछिन बसेर कलंकी गएर गाडी चढ्ने अनि भोलि बिहान चाहिँ हामी त्यहाँ पुग्छौं। तपाईहरुलाई अब सिधै कलंकीमा गएर भेटौँला। काले चाहिँ हामीलाई लिन आयो त्यहाँ त। अब जाने हो। के छ काले, रेडी हो? रेडी ल आएपछि अब कालेको कारखानामा भेटौँला। हामी चाहिँ अब कालेकोमा आयौँ। छमेल गएर बर्नरको ग्यासहरु नि चाहिरहेको थियो। बर्नरको ग्यास पनि किन्यो। भर्खर पुग्यो। अब हामीसँग कति अहिले कति बजेछ भन्नाले 5 बज्यो बज्न आँटेछ। 6:30 बजे चाहिँ कलंकीमा बस आउँछ। यी हाम्रो माते बेस्टो वेलकम दिन्छ हामीलाई यहाँ हो। ल जा ल अब तपाईँहरूलाई हामी कलंकीमा गएर भेट्छौँ। बाई बाई। हामी चाहिँ कलंकी पुग्यो। कलंकीमा बस कुदेछौँ। काले चाहिँ अब ब्यागहरु निकाल्दैछ। अब बस आएपछि बसभित्र चढ्ने अनि यात्रा सुरु हुन्छ। हामी चाहिँ कलंकीमा पुगेर अब गाडी चढ्यौँ हामी। 6 बजे कि 6:30 बजेमा बस थियो। 6:30 देखि कति घन्टा कुर्यो? 7-8 हाम्रो 1.5 घन्टा झन्डै 2 घन्टै कुर्यो हामी। अब केटाहरु अब यात्रा सुरु भयो। कस्तो फिल हुँदैछ कालेलाई? मलाई रमाइलो फिल हुँदैछ। आवाज भाइ यहाँ चाहिँ कस्तो फिल हुँदैछ आवाज भाइ? हामी चाहिँ तातो पानी पुग्यो है। तातो पानीबाट चाहिँ यस्तो खतरा भ्यू देखिरहेछ टक्क हिमालमा। ल अब चाहिँ हामी हुमखोलातर्फ लाग्छौँ। चाहिँ कुद्दैछौँ अब। ल हाम्रो गाडी चाहिँ आइसकेको छ। ब्याग स्याग सब प्याक भइसक्यो। अब बसेर अब हुमखोलातर्फ जाने हो। फाइनली हामी चाहिँ हुमखोला पुग्यौँ। हामी तातो पानीबाट कति बजी हिँड्यो काले? 9:45 मा हिँडेको। यहाँ आउँदा चाहिँ 10:55 भएछ। भने झन्डै 1 घन्टा अलिकति बढी भएछ। अब हामी यहाँ हुमखोलामा खाना खाएर हाम्रो ट्रेक सुरु हुन्छ। अब चाहिँ कस्तो लाग्दैछ केटाहरूलाई? मजा आउँदैछ। चिसो मौसम। यहाँ फेरि मान्छेहरू डन्दैछ है साथीभाइहरू। अगाडिको तल पछाडिको माथि दामी तर ठाउँ चाहिँ होइन त। अब बिरोलमा देखिन्छ नि दामी। ल अब तपाईँहरूलाई अब छोटो छोटो क्लिप्स देखाउँदै हामी ट्रेक सुरु गर्छौँ। खाना खाने ठाउँमा अहिलेको लागि चाहिँ यति नै। खाना खान लाग्यो हामी चाहिँ। अब खाना खाएर सिधै फुटफुटे झरनामा रोकिन्छौँ। ल हामी चाहिँ अब हुमखोलामा खाना खाएर माथि अब चढ्दैछौँ। अब चाहिँ ट्रेक सुरु भयो हाम्रो। अब तपाईँहरूलाई फुटेज देखाउँदै म ट्रेक हाम्रो यात्रा कस्तो हुन्छ देखाउँछु। हुमखोलाबाट अब फुटफुटे जानलाई चाहिँ 1 घन्टा बाँकी छ। 1 घन्टामा हामी फुटफुटे झर्ना पुग्छौँ। बाटो चाहिँ पुरै भर्याङ छ। ओह्रालो उकालो पुरै ढुङ्गाले बिछाएको भर्याङहरू छ। यस्तो मजाको छ। यो त अलिक सानो हुन्छ। यतातिर अलिक अघिको बाटो अलिक भर्याङहरू छ। यस्तै छ बाटो चाहिँ अहिलेसम्म। अब माथि हेर्दैछौँ। दामी छ भ्यू चाहिँ। अति बवाल देख्छ। हिँड्न चाहिँ मजा आउँदो रहेछ।
यस्तो डान्स यहाँ माथि टक्क हिमाल टक्क हेर्दै हिँड्न मजा आउँछ जोस् रमाइलो हुँदैछ तपाईँहरूलाई अब म फुटफुटे झर्ना पुगेपछि भेटाउँछु हामी चाहिँ अब फुटफुटे झर्नामा एकछिन बसेर फोटोसोटो भिडियो खिचेर अब हामी कहाँ लाग्यौँ रे काले कहाँ जाँदै रे हामी अहिले अब हामी गुफा फाट जाँदैछौँ गुफा फाट जानलाई चाहिँ 3 घन्टा लाग्छ रे अब हिँड्दैछौँ अब आज हामी गुफा फाटमै बस्छौँ जस्तो छ तपाईँहरूलाई अब म गुफा फाटमा भेटौँ फाइनली हामी चाहिँ गुफा फाट आइपुग्यौँ यो गुफा फाट अब हामी यहाँ बस्छौँ कि अब माथि चढ्ने भनेर चाहिँ डिस्कस गरेर तपाईँहरूलाई हामी अब मसँग लान्छु आज चाहिँ हामी यो गुफा फाटमै बस्ने भयो अब आज चाहिँ यहाँ अब सब फ्रेस भएर अब खाजासाजा खाएर अब रेस्ट गर्ने भात खाएर अनि भोलि चाहिँ हामी फेरि ट्रेक सुरु हुन्छ गुफा फाटदेखि सिधै माथि बेस क्याम्प अनि त्यसपछि बेस क्याम्पमा बसिन्छ होला अनि त्यस पछाडि भोलि कि त बेस क्याम्प घुमेर नै फर्किन्छ होला ल अहिलेको लागि चाहिँ यति नै आजको लागि राधेको चौचौ रेडी भयो है कालेले आज हाम्रो बनरमा बनाएर टक्क पाएको छ अनि यहाँ चाहिँ कचौरा नभएर हामी चाहिँ कपमा खाँदैछौँ यसरी चट्ट 3 जनालाई एक आवास भइहाल्छ यसमा बनाएको बनर खै यहाँ हाम्रो फेरि हाम्रो के छ हाम्रो चौचौ फेरि भेज मात्र होइन नि फेरि हाम्रो त इन्ग्रिडियन्ट्सहरू सबै छ फेरि कन्टिनेन्टल भन्ने के भने अब सीको होइन माछा भएको दामी भएको छ है माछा आयो ल अब आज चाहिँ हामी यहीँ बस्ने होइन त गुफा फाटमा छौँ होइन हामी रेस्ट गर्छौँ चक्क लगाएर त्यसरी हामी बिहान सर जान्छौँ हामी पञ्चकुण्ड भोलि बिहान भेटौँला अब होइन है त मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ढाकेको रेशम उडेर जाऊ कि दानामा भन्छन् रेशम